प्रहरीले आफ्नै नागरिकमाथि गोली चलाउने अवस्था कसरी बन्यो त? हाम्रा प्रहरी सूत्रका अनुसार यो आदेश कल साइन किलो 1 बाट प्रहरी रेडियो मार्फत आएको थियो। हाम्रा केही साथीहरू गम्भीर रूपमा घाइते भए। हामी मध्ये एकजनाले उद्धारका लागि भन्यो। किलो 1 बाट गोली चलाउने आदेश आयो। प्रहरी सूत्र र हामीसँग रहेको अभिलेखका अनुसार कल साइन किलो 1 ले प्रहरी रेडियोमा उक्त आदेश दिएका थिए। तर किलो 1 प्रहरी चेन अफ कमाण्डको सर्वोच्च ओहदाका व्यक्ति थिएनन्। प्रहरी रेकर्डले देखाए अनुसार बल प्रयोग गर्ने पहिलो आदेश पिटर 1 कल साइनका उच्चतम अधिकारीबाट आएको थियो। कर्फ्यू लागिसकेको छ। आदेश माग गरिराख्नु पर्दैन। आवश्यक बल प्रयोग गर्ने। पिटर 1 प्रहरी महानिरीक्षक चन्द्रकुपेर खापुङ थिए। उनले घटनाका लागि आफू जिम्मेवार नभएको बताएका छन्। नेपाल प्रहरीले हामीलाई दिएको जवाफ अनुसार बल प्रयोग गर्ने निर्णय काठमाडौँ जिल्ला सुरक्षा समितिबाट आएको थियो। प्रहरीका अनुसार समितिले बल प्रयोग गर्ने निर्णय दिनु अघि प्रहरी महानिरीक्षक खापुङले त्यस प्रकारको कुनै आदेश दिएका थिएन। अन्य प्रहरी अधिकारीले गोप्य सूचना संकलन, तालिम र निर्देशनमा गल्ती भएको स्वीकारेका छन्। आफूलाई सहयोग नगरेकोमा उनीहरू नेपाली सेनालाई पनि दोष दिन्छन्। तर धेरैजसो प्रहरी त्यस दिनको घटनाबाट विक्षिप्त छन्। त्यो दिन भीड़ नियन्त्रण गर्नुको सट्टा हाम्रो टिमले उनीहरूलाई शत्रु जस्तै ताकेर गोली चलायो। त्यस दिन अबेज श्रीयमका बुवालाई कुनै बुवा आमाले नचिताउने फोन कल आयो। त्यसो त बङ्कुलाई ट्रमामा ल्याएको रहेछ। ट्रमामा आउनु पर्यो तपाईँ भन्नु। एक ठाउँमा अलिकति भिडभाड थियो के, गेटदेखि अलिकति ओरा के को भिडभाड रहेछ भने यसो उठेर हेरेको त नेम लिस्ट टाँसेको रहेछ। 1 नम्बरमा श्रेम चौलागाई भनेर। घरमा इन्ट्री हुने बित्तिकै अब वाइफले के सोध्यो भने बिरामी लिएर आउँछु भनेर जानुभएको। बङ्कुची खै त तपाईँ एक्लै आउनुभयो त? अनि मैले ट्रिटमेन्ट हुँदैछ, चोट रहेछ, ट्रिटमेन्ट हुँदैछ, एक्लै उसलाई किन छोडेर आउनुभएको त ट्रिटमेन्ट भइरहेको बेलामा भनेर भन्ने खालको क्वेसन गर्यो। होइन तर म ठगिरहेको छु। होइन म कसरी बसेँ होला। यस्तो रक्तपातपछि पनि प्रधानमन्त्रीको हट कायमै रह्यो। अब धेरैले चाहिँ नै प्रधानमन्त्रीको राजीनामा तत्काल चाहियो भनेर प्रमुख प्रतिपक्षी दल लगायत सडकमा बसेर मागेर भएन नि। प्रधानमन्त्रीले अहिले राजीनामा दिनुभयो। यस्तो हटको सामना गर्नु परेपछि केही प्रदर्शनकारीहरूले वैकल्पिक उपाय सुझाउन थाले। त्यो रात चाहिँ कहिले बिहान होला र कहिले फेरि यो सरकार विरुद्ध यसले उचालेको कदम विरुद्ध फेरि सडकमा जान पाइएला भन्ने बिहानको प्रतीक्षामा थिएँ म। बिहानको मिरमिरेसँगै क्रोध विस्फोटित हुन्छ। सुरुमा प्रशासनसँग एउटा योजना थियो। नियमित प्रहरी इकाइहरूले भीड़ नियन्त्रण गर्ने, तिनलाई सशस्त्र प्रहरीले सघाउने र सेना स्ट्यान्ड बाईमा बस्ने। संसद भवन परिसरभित्र र वरपर सुरक्षाकर्मी परिचालन गरिन्छ। बिहान 8:30 बजे कर्फ्यू लागू हुन्छ।